यस भिडियोमा हामी सिजलिङ रैनी, सुनिता राई श्रेष्ठ, सुरक्षा केसी र बेबो भ्लगको पहिलो भिडियो हेर्नेछौँ। यी भ्लगरहरूको पहिलो भिडियो देखेर तपाईको रियाक्सन केही यस्तो हुनेछ। आजको समयमा लाखौंमा युट्युबबाट पैसा कमाए पनि यी भ्लगरहरूको सुरुवाती दिनहरू कस्तो थियो त? आउनुस् हेरौँ यी भ्लगरहरूको पहिलो भिडियो। सर्वप्रथम त काउन्टडाउनबाटै सुरु गरौँ। नम्बर 4 बेबो भ्लग्स। बेबोलाई सुरुवाती दिनहरूमा देख्नेले पागल नै ठान्थे। सुरुवाती दिनहरूमा बेबोको मजाक उडाउनेको कमी थिएन। अघि भर्खर यो चारो लिएर आउँदा तिमीहरूले त्यहाँ पुलनिर मेरो भिडियो बनाएको छस् कस्टम भनेको टिकटकमा देखे भने नि तिमीहरूले मेरो रियालिटी देखाइराख्नु पर्दैन क्या। मैले खुद आफै त्यस समयमा बेबोले लगाउने लुगाधरी गतिलो हुँदैन थियो। उनको सिम्प्लिसिटी र बोल्ने तरिकाले नै युट्युबमा दर्शकहरूको ध्यान भने उनीतर्फ लाग्यो। हाम्रो सुन्दर मुसौरी टोलमा यस्तो यस्तो डान्स पनि देख्न मिल्छ। उनले सुरुवाती दिनहरूमा यस्ता भिडियोहरू बनाउँथे। अब के छैन, भिजी त गयो हैन। अब बारीमा पनि बगिहालिम हैन लुगा। अब बल्ल बल्ल त्यत्रो बेर डुल्दा डुल्दा सुकेको लुगा पनि। उनले आज भन्दा 3-4 वर्ष पहिलाबाट मात्र युट्युब जर्नी स्टार्ट गरेकी थिइन्। त्यसैगरी बेबोको पहिलो भिडियो हेर्ने भने 21 अगस्त 2022 मा लुहै जानिन एडिट गर्न पनि पोस्ट गरिदिए यतिकै टाइटल राख्दै युट्युबमा भने उनले पहिलो भिडियो पोस्ट गरेकी थिइन्। उनको युट्युबको पहिलो भिडियो चाहिँ यही नै हो। यहाँ भ्लगमा यो चाहिँ मेरो सबैभन्दा फर्स्ट भ्लग हो क्या। मैले आजभन्दा अगाडि त्यो भ्लग बनाएको। आजभन्दा 3-4 वर्ष पहिलाको लाइफस्टाइल र आजको लाइफस्टाइल तपाईहरूले उनको यथार्थ भ्लगहरूबाटै थाहा पाउन सक्नुहुन्छ। नम्बर 3 सिजलिङ रैनी। साथीहरु, सिजलिङलाई हामीले यस्तो देखे तापनि उनले सुरुवाती दिनहरूमा यस्ता फन्नी भाइन्स भिडियोहरूबाट नै युट्युब जर्नी स्टार्ट गरेकी थिइन्। त्यसैगरी सिजलिङको पहिलो भिडियो भने यो हो। ए हैन, फेरि त्यसले के चाहिँ काम बिगार्यो? आमा मैले जानी जानी होइन, मेरो हात चिप्लेर हो, म सफा गरिहाल्छु। उनको यो भिडियो हो व्हाट गज अराउन्ड कम्स अराउन्ड टाइटलका साथ 11 जनवरी 2019 अर्थात् आज भन्दा 6 वर्ष पहिला युट्युबमा राखेकी थिइन्, जसमा हाल हामीले 23,000 भन्दा बढी भ्युज देख्न सक्छौं। त्यसैगरी अब पुनः काउन्टडाउन तर्फ लागौं। नम्बर 2 सुनिता राई श्रेष्ठ। सुनिताको पहिलो युट्युब भिडियो 11 फेब्रुअरी 2022 मा अपलोड भएको थियो, जसको टाइटल भने सरप्राइज टु माई हस्बेन्ड थियो, जसमा उनले आफ्नो श्रीमानलाई भने भोला गिफ्ट गरेको देख्न सक्छौं। साथीहरु, सुनिताले आज भन्दा 3 वर्ष पहिलाबाट मात्र युट्युब जर्नी सुरु गरेको हामीले देख्न सक्छौं। उनले साधारण भिडियोहरूबाट नै लोकप्रियता कमाउँदै आजको समयमा 7,27,000 भन्दा बढी सब्स्क्राइबर माइलस्टोन अचिभ गर्न सफल छन्। नम्बर 1 सुरक्षा केसी अफिसियल। सुरक्षाले कभर डान्सहरूबाट नै युट्युब जर्नी सुरु गरेकी थिइन्। लाउरेको फेसन, सुपर आगा, माया लुकी लुकी जस्ता गीतहरूबाट नै उनले युट्युब जर्नी सुरु गरेकी थिइन्। उनले केही दिन पहिला मात्रै पुरानो टिकटक शेयर गरेकी थिइन्, जुन भिडियो क्लिप तपाईले स्क्रिनमा देख्न सक्नुहुनेछ। त्यसैगरी उनको युट्युबको पहिलो भिडियो भने आज भन्दा 8 वर्ष पहिला अर्थात् 29 अक्टोबर 2017 मा भिटेन लाउरेको फेसन डान्स कभर बाई पोखरेली गर्ल एन्ड बोय टाइटलका साथ रिलिज गरेकी थिइन्, जसमा हाल 1.4 मिलियन भन्दा बढी भ्युज हामीले देख्न सक्छौं। भिडियो कस्तो लाग्यो कमेन्ट गर्नु होला र कमेन्ट गर्दा भने तपाईहरुले यो इमोजी चाहिँ कमेन्ट गर्न भने नभुल्नु होला।